आज हामी के स्टार्ट गरौँ भने एसिड एनहाइड्राइडबाट स्टार्ट गर्ने। हिजो हामी मल्टिपल बन्ड गऱ्यौँ, आज एसिड एनहाइड्राइड गर्ने, स्टार स्टार गर्ने अनि सकेसम्म हामी गर्छौँ, क्वेसन पनि गर्छौँ। अनि यसको सबभन्दा पहिले हामी प्रिपरेसन पढ्ने। प्रिपरेसन कसरी भएको भनेर प्रिपरेसन यसमा आर सी ओ डबल बन्ड ओ OH प्लस H O C डबल बन्ड O R के को प्रेजेन्समा गर्ने हो भने P2O5 जो कि डिहाइड्रेटिङ एजेन्ट हो या फिर कङ्क H2SO4 ले। ठिक छ। अब यसमा के फर्म हुन्छ भने यो R या फिर H लेखौँ, दुईबाट कुनै हुन सक्छ। CO डबल बन्ड O O C डबल बन्ड O अनि R या फिर H। यसको यो इनहाइड्राइड कसरी पत्ता लगाउने हो भने यो चाहिँ कुनै पनि कम्पाउन्डमा यो COOR हुनुपर्ने हुन्छ। C डबल बन्ड O अनि C डबल बन्ड O यो चाहिँ कम्पाउन्डमा हुनुपर्ने हो भनेर पत्ता लगाउने, अनि त्यो चाहिँ एनहाइड्राइड हुन्छ। अब यही जेनरल फर्मुलाको आधारमा यसको आधारमा हामी अर्को कम्पाउन्ड हेर्छौँ, त्यसको नोमेनक्लेचर गर्छौँ। हेरौँ। क्वेसन CH3 C O डबल बन्ड O C O H। ठिक छ। अब यसलाई सजिलो गर्दाखेरि यसलाई कसरी गर्ने हो भने कसरी ब्रेक एनहाइड्राइड कुनै पनि एनहाइड्राइडमा नोमेनक्लेचर गर्दाखेरि सबभन्दा पहिले यसको यो बिचमा भएको O को बिचमा या त हामी यताबाट ब्रेक गर्ने या त यो साइडबाट ब्रेक गर्ने, अनि एक साइड H एक साइड OH हामी एड गर्ने, जोड्ने। हामी ब्रेक गर्छौँ, यताबाट ब्रेक गर्छौँ, यता एड गर्ने H एउटा OH के गर्ने यो गर्ने। अनि यसपछि हामी यताको लेख्ने सक्यो। यो के हो इथेनोइक, यो के हो यतापट्टिको राइट साइडको मिथेनोइक। ठिक छ। अब यो एनहाइड्राइड हो, यो दुवैको यो नोमेनक्लेचर लेख्दाखेरि के लेख्ने हो भने इथेनोइक मिथेनोइक एनहाइड्राइड के लेख्ने एनहाइड्राइड लास्टमा एड गर्ने। यो त भयो तिम्रो IUPAC नेम भयो होइन। अर्को चाहिँ यसको कमन नेम चाहिँ के हो भने एसेटिक फर्मिक एनहाइड्राइड यो चाहिँ के हो भने कमन नेम हो। यो भयो। एउटा चाहिँ यसमा लेख्ने, एउटा ध्यान दिनको लागि नोट गरेर लेखौँ। यो तपाईँहरूको याद गर्नको लागि हामी लेखेका छौँ। कुनै पनि एनहाइड्राइडमा पहिले पत्ता लगाउने पत्ता लगाउने कुन एसिडले बनेको हो, कुन एसिडले बनेको हो। त्यसपछि के गर्ने ब्रेक गर्ने। जस्तो यहाँ गरौँ नि, हामी यहाँ ब्रेक गरौँ बिचबाट, यसरी यस साइड ब्रेक गर्ने हामी, या त यो साइड गर्ने, अनि लेफ्ट साइड H राख्ने, राइट साइड चाहिँ OH राख्ने, अनि दुवैलाई ब्रेक गरेर एक साइडको नेमिङ गर्ने, अर्को साइडको नेमिङ गर्ने, अनि लास्टमा के गर्ने एनहाइड्राइड राख्ने।
अब अर्को पनि क्वेसन गरेर हेरौँ, इजी लाग्छ गर्नमा। ल CH3 C डबल बन्ड O O C O CH2 CH3 यसो गरौँ त। यहाँ के गर्ने भने सेम यहाँ के देखियो CO बन्ड O बन्ड C डबल बन्ड O यो N100 को फर्मुलामा आइरहेछ, यसको कम्पाउन्डमा मतलब N100 पनि हो भनेर यहाँ चाहिँ हामी ब्रेक गर्ने, सुरुमा ब्रेक गर्ने। यहाँ चाहिँ ब्रेक गरिसकेपछि एक साइड H राख्ने अर्को साइड OH राख्ने। अब यहाँ के छ भने यो साइडको इथेनोइक एसिड भयो, यो साइडको के भयो एउटा C दुईटा C तीनवटा C, तीनवटा भयो भने के लेख्ने हामी प्रोप, ठिक छ। यता भयो तिम्रो इथेनोइक, यता भयो तिम्रो प्रोपेनोइक। त्यसको नेम चाहिँ कसरी गर्ने हो भने इथेनोइक प्रोपेनोइक एनहाइड्राइड भयो। फेरि नेक्स्ट क्वेसन हेरौँ, यो अलिक कन्फ्युजिङ हुन्छ तर ध्यान दिनुपर्ने छ, लजिकल हो। ल CH3 C डबल बन्ड O O C डबल बन्ड O CH3 हामी क्वेसनमा हेरेछौँ यो डिटो सेम चाहिँ एनहाइड्राइडको फर्ममै आइरहेछ, जेनरल फर्मुलामै आइरहेछ। यो भनेको R हो, यो भनेको R हो, अनि C डबल बन्ड O O C डबल बन्ड O सेम हो नि, त्यस्तो फर्मुला यहाँ छ, यो सेम यस्तै फर्मुलामा आइरहेछ नि सबै। यही फर्मुला भनेको हामी पहिले यही चिनेर कुन कुन एसिडले बनेको भनेर ब्रेक चिन्ने अनि ब्रेक ओबाट O1बाट ब्रेक गर्ने, यो C डबल बन्ड O C डबल बन्डको बिचको ओबाट ब्रेक गर्ने दुवैबाट कुनै साइड, अनि यहाँ ब्रेक गरिसकेपछि दुवै साइडको नेमिङ गर्ने अनि लेख्ने। यहाँ ब्रेक गर्ने पहिले, यो साइड H राख्ने, साइड OH राख्ने, यो साइड भएको यो इथेनोइक, अर्को साइड भनेको यो पनि इथेनोइक, कस्तो राइटिङ भएको इथेनोइक भयो। हामी यसको नेमिङ गर्दा कस्तो लेख्ने भने इथेनोइक, यो साइडको भयो इथेनोइक, अब यो साइडको पनि इथेनोइक भयो, इथेनोइक। लास्टमा के हामी थप्ने थियौँ एनहाइड्राइड, ठिक छ। यति लेखेको ठिक छ। यो भयो इथेनोइक, यो भयो इथेनोइक। हामी पहिले के लेख्थ्यौँ यताको, यता ब्रेक भयो, यताबाट इथेनोइक, यताबाट प्रोपेनोइक, यो प्रोपेनोइक, त्यही इथेनोइक प्रोपेनोइक एनहाइड्राइड। यस्तै गरी यहाँ पनि के छ इथेनोइक छ अनि इथेनोइक एनहाइड्राइड, ठिक छ। नो, यो ठिक छैन। जब यो इथेनोइक छ भने डाइइथेनोइक लेख्दा भइहाल्यो नि, हुँदैन? लाइक डाइ इथेनोइक एनहाइड्राइड लेख्दा भएन यो, भयो, यो पनि भएन। हामी के लेख्ने भने इथेनोइक, यसको करेक्ट आइयुपिएसी नेम इथेनोइक एनहाइड्राइड भयो। अब यहाँ भन्नुहुन्छ तपाईँहरू पनि यो इथेनोइक एनहाइड्राइड मात्र किन लेख्नुभयो, किनकि यहाँ दुईटा इथेनोइक हो, डाइथेनिक पनि लेख्न पाइन्छ या फिर इथेनोइक एथेनिक पनि लेख्न पाउने हो। नो, यो इथेनोइकले नै के जनाउँछ भने यो एउटा यो के भन्छ यसले दुईटा आफै इथ भनेको नि दुईटा हो भनेर चाहिँ यसले जनाउँछ, ठिक छ। त्यही भएर दुईटा मोलिक्युल्सको दुईटा एसिड अफ मोलिक्युलको यो चाहिँ जनाउँछ दुईटाको। त्यही भएर हामी आइयुपिएसीमा
आइयुपिएसी यसले डाइ लेख्दाखेरि यसले आइयुपिएसीको रुलको एगेन्स्ट जान्छ, त्यही भएर डाइ नलेख्नु पर्ने, डाइरेक्ट इथेनोइक एनहाइड्राइड लेख्ने। यो के हो भने यो आइयुपिएसी नेम हो। यसको कमन नेम के हो भने एसेटिक एनहाइड्राइड। यस्तै क्वेसन अझै गर्छौँ हामी। कमन नेम। अर्को यसलाई यो इथेनोइक जो छ CH3CO डबल बन्ड OCO छ नि, यसलाई हामी कसरी क्वेसन पनि अर्को तरिकाले कसरी सोध्छ भने यसलाई CH3CO होल टु O पनि लेख्न सक्छ, या फिर यसलाई CH3C डबल बन्ड O अनि C डबल बन्ड O CH3 यसरी पनि लेख्न सकिन्छ। यसको पनि नेम के हो भने इथेनोइक एनहाइड्राइड। यो याद राख्नु होला। यो यसरी पनि सोध्न सकिन्छ या फिर यसरी पनि सोध्न सकिन्छ, कुरा एउटै हो। अनि माथिको भनेको यो यस्तै हो। यसरी पनि इथेनोइक एनहाइड्राइड लेख्न पाउने, यसरी पनि सोध्न पाउने, यसरी पनि सोध्न पाउने, यो तीनटै तरिकाले सोध्न पाउँछ। याद राख्नु होला। अब अर्को क्वेसन CH3 CH2 C डबल बन्ड O C डबल बन्ड O C2H5 भयो। यसमा हामी यो यतिको चाहिँ यहाँबाट हामी ब्रेक गर्ने, यो दुवैको बिचमा हामी ब्रेक गर्ने। के ब्रेक गर्ने? ओबाट ब्रेक गर्ने। यहाँ H राख्ने, एउटा OH राख्ने। अब यता के भयो भने यता के देख्छौँ हामी 1 2 3 के भयो? प्रोपेनोइक एसिड। यता प्रोपेनोइक एसिड भयो, यता चाहिँ दुईटा यता एउटा यता के भयो? यो पनि प्रोपेनोइक एसिड भयो। यसलाई हामी यो C2H5 छ, यसलाई त CH3 अनि CH2 लेख्न सक्छौँ नि। यो त्यहीको कम्बाइन फर्म हो यो C2H5। त्यही हो। यसलाई पनि हामी कसरी लेख्छौँ भने डाइरेक्ट प्रोपेनोइक नै लेख्ने, प्रोपेनोइक एनहाइड्राइड। किनकि प्रोपले तीनवटा छ भनेर त जनाइहाल्छ नि। त्यही भएर प्रोपेनोइक ट्राई नलेख्ने। त्यहाँ दुईटा थियो इथेनोइकमा भने हामी डाइ लेखेनौँ। यहाँ तीनवटा छ भने, तीनवटा कार्बन छ भने यहाँ ट्राई नलेख्ने। त्यसैले यहाँ डाइरेक्ट प्रोपेनोइक एनहाइड्राइड लेख्ने। यो भयो तिम्रो आइयुपिएसी प्रोपेनोइकको। यस्तै सोच्छौँ। तीनवटा भयो, चारवटा भयो भने ब्युटानोइक, पाँचवटा भने पेन्टानोइक, यसरी लेख्दै जाने यो एनहाइड्राइडको भयो। यस्तै लेख्ने। सबभन्दा पहिले भनेको यो जेनरल फर्मुलालाई चिन्ने, कुन एसिडले बनेको त्यो चिन्ने, अनि बिचबाट ब्रेक गर्ने, एउटा साइड H राख्ने, एउटा अर्को साइड OH राख्ने, यसको नेमिङ गर्ने अनि लास्टमा एनहाइड्राइड थपिदिने। सक्यो। अब आयो हाम्रो इस्टरको नोमेनक्लेचर। इस्टरको नोमेनक्लेचर इस्टर नोमेनक्लेचर यसको इस्टर्नको नोमेनक्लेचर भनेको स्टरिफिकेसन पनि भयो। स्टरिफिकेसन इस्टरको स्मेल कसरी हुन्छ भने पक्कै फ्रुटी स्मेल जस्तै हुन्छ। यसको यो पनि दुईटाले बनेको, यसको फर्मुला पनि दुईटाले बनेको हुन्छ। एउटा कार्बोक्सिलिक एसिडले र अल्कोहल मिलेर यो दुवैबाट कम्बाइन भएर चाहिँ पानी हटाउँछ, अनि H2SO को प्रेजेन्समा यसले इस्टर फर्म गर्छ। हेरौँ गरेर। यहाँ
C double bond OH plus H plus के लेख्यौं HOR लेख्यौं यो यसको रिभर्स रियाक्सन हुन्छ सुरुमा यसको कङ्क H2SO4 को प्रेजेन्समा R नलेखौँ पहिले हामी पानीलाई हटाउँ पानीलाई हटाउने यो कार्बोक्जिलिक एसिड यो के हो कार्बोक्जिलिक एसिड हो यो के हो भने यो एल्कोहल हो यो एल्कोहलको यसबाट कार्बोक्जिलिकबाट OH हटाउने यो साइड एल्कोहलबाट H हटाउने यो दुवै मिलेर पानी हटाउँछ यहाँ के फर्म हुन्छ यहाँ RCO भयो R C डबल बन्ड O भयो यति अनि बाँकी यता अल्कोहलमा के बाँकी रह्यो OR हामी OR RCOOR भनेको यो इस्टर हो भयो यो बाँकी रहेको यहाँ यो बाँकी रहे यो यसमा यो त पानीबाट यो पानी भनेर त हट्यो पानी बन्यो कट्यो अब यहाँ बाँकी के रह्यो RCO बन्ड यो साइड कुन बाँकी रह्यो OR एल्कोहलमा OR के लेख्ने OR भयो यति यो भनेको तिम्रो इस्टरको जनरल फर्मुला हो हामी यसको आधारमा नोमेनक्लेचर गर्छौं ठीक छ लाइक एक्जाम्पलबाट हेरौँ एक्जाम्पलबाट थाहा हुन्छ क्वेशनबाट थाहा हुन्छ क्वेशन भनौँ एक्जाम्पल भनौँ लाइक एक्जाम्पल लेखौँ न H C डबल बन्ड OH प्लस HOOCH3 अब यसमा हामी के गर्छौँ भने यो त रिभर्स रियाक्सन हुन्छ यसमा यो हुँदाखेरि हामी के गर्ने भने यो कार्बोक्जिलिक एसिडबाट यो एल्कोहलबाट के गर्ने भने के गर्ने हो योबाट OH अनि योबाट H हटाउने यो पानी बनेर हट्छ पानी भएर निस्किन्छ त्यहाँ के बाँकी रह्यो भने यो लेखौँ मैले ब्लूले गरेको यो लेखौँ HC डबल बन्ड O बन्ड अब यो ग्रीन साइडले लेखौँ यो कुन बाँकी हो OCH3 भयो यो तिम्रो भनेको यो यति भनेको तिम्रो एसिड यो भनेको तिम्रो एल्कोहलबाट आएको यति चाहिँ एसिडबाट आएको हो यो चाहिँ कहाँबाट आएको भने एल्कोहलबाट आएको हो यसको नोमेनक्लेचर गर्दाखेरि के आउँछ भने मिथाइल मिथानोएट ठीक छ अब यो किनकि यसमा यो इस्टरमा के हुन्छ भने यो O छ नि यो O बा एट्याच भएको अल्काइल ग्रुप पहिले लेख्ने सबभन्दा पहिले O बा एट्याच भएको अल्काइल ग्रुप यो हो कि यो हो अल्काइल ग्रुप पक्कै यो हो अल्काइल ग्रुप यो O मा एट्याच भएको अल्काइल ग्रुप पहिले लेख्ने त्यसपछि अर्को लेख्ने हामी यसमा O भएको एट्याच भएको के हो मिथाइल के लेख्यौँ हामी मिथाइल अनि मिथानोएट एउटा कार्बन हो यता भने मिथानोएट अनि फर्मुला केमा भने इस्टरमा के हुन्छ OH देन हामी मिथाइल मिथानोएट अर्को क्वेशनबाट हामी क्लियर हुन्छौँ क्रिस्टल क्लियर हुन्छौँ अलिअलि कन्फ्युज पक्कै छ होला अहिले पनि अर्को क्वेशन गर्दा अझै क्लियर बुझिन्छ HC डबल बन्ड O CH2 CH3
यो क्वेसन ठुलो होइन। हेरौँ यहाँ के लेख्यो भने HCOOR फर्मुला छ। यहाँ यहाँ R भयो या फिर H भयो, R भयो H भयो फरक परेन। यो RCOOR छ। यो हेर्नुभयो यहाँ हेरौँ HCOO R भनेको अल्काइल ग्रुप भयो। यो अल्काइल ग्रुप होइन, यो पुरै अल्काइल ग्रुप हो। HCOOR यो भनेको R, यो भनेको के हो? प्रोपाइल। प्रोपाइल भयो। हामी के लेख्छौँ भने पहिले O सँग एट्याच भएको अल्काइल ग्रुप लेख्ने हामी। अल्काइल ग्रुप लेख्ने पहिले। O सँग एट्याच कुन छ? यो प्रोपाइल ग्रुप हो, सरी यो प्रोपाइल हो। हामी के लेख्ने पहिले? प्रोपाइल। यो म सर्कल लगाइदिन्छु, यो भनेको प्रोपाइल हो। अनि यो O सँग एट्याच भएको पहिले प्रोपाइल अनि मिथानोएट। मिथानोएट ठिक छ। म यहाँ लेखिदिन्छु O सँग एट्याच भएको अल्काइल ग्रुप पहिले लेख्ने। कुनै पनि स्टेपमा सबभन्दा पहिले हेर्ने O सँग एट्याच भएको अल्काइल ग्रुप कहाँ छ त्यो लेख्ने पहिले। पहिले अल्काइल ग्रुप लेख्ने O सँग भएको, त्यसपछि मिथानोएट इथानोएट जे छ त्यो। किनकि यहाँ मिथानोएट लेख्नुको कारण भनेको यहाँ कतिवटा कार्बन छ? एउटा। मिथानोएट अर्को पनि हुन्छ जो इथानोएट हुन्छ, प्रोपेनोएट हुन्छ, यस्तो हुन्छ। अरू पनि क्वेसन आउँछ। अब अर्को क्वेसनमा थाहा हुन्छ ब्युटानोएट हो कि प्रोपेनोएट हो। ल अर्को CH3 CH2 CH2 C डबल बन्ड O अनि C2H5 भयो। ल अब O सँग एट्याच भएको यो हो हैन? नो, O सँग एट्याच भएको अल्काइल ग्रुप यो हो। C2H5 भनेको इथाइल। O सँग एट्याच भएको यो हो, त्यसपछि पहिले यो लेख्ने, त्यसपछि यो लेख्ने। पहिले O सँग एट्याच भएको यो जो इथाइल हो। अनि यो के हो? यसमा कतिवटा कार्बन हो? एउटा। यसमा नेमिङ नगरौँ। यो एउटा, दुईटा, तीनटा, चारवटा हो। ठिक छ। यसलाई के लेख्ने? इथाइल ब्युटानोएट। ठिक छ। अर्को क्वेसन CH3 O bond C double bond O CH2 CH3 भयो। अब यसमा O सँग एट्याच भएको कुन हो? यो यो हो, यो होइन, यो हो। अल्काइल ग्रुप यो हो। O सँग एट्याच भएको यो हो। हामी पहिले कसलाई लेख्ने? पहिले यसलाई लेख्ने, O सँग एट्याच भएको। यो हो तिम्रो मिथाइल। ठिक छ। त्यसपछि यो लेख्ने हामी। यसलाई के लेख्ने भने मिथाइल कार्बन यसमा कतिवटा हो? एउटा, दुईटा, तीनटा। के लेख्ने? प्रोपेनोएट लेख्ने किनकि तीनवटा कार्बन हो। देन मिथाइल प्रोपेनोएट। यहीँमा यदि
4वटा हुन्छ भने ब्युटानोएट, 5वटा हुन्छ भने पेन्टानोएट, यस्तो यसरी नै यो इस्टरको बनाउने। अरू क्वेसन गर्ने? एउटा इन्ट्रेस्टिङ क्वेसन। CH3 CH यसमा Cl CH2 C डबल बन्ड O O CH3 ल यसमा कसरी गर्ने? यसमा त फङ्सनल ग्रुप पनि हो क्लोरिन, कसरी बनाउने? अरू चिज सोच्नै होइन, इस्टरमा के गर्ने भने ओसँग एट्याच भएको अल्काइल ग्रुप पहिले लेख्ने, त्यसपछि बादमा आएको जे जस्तो हो त्यसरी लेख्ने। फर्स्टमा के गर्ने भने ओसँग एट्याच भएको यो लेख्ने, के गर्ने मिथाइल। अब यसमा यसमा हामी के गरौँ भने नम्बरिङ गर्ने पहिले। अब यसमा डबल बन्ड हो, यसमा फङ्सनल ग्रुप हो, प्रायोरिटी कसलाई दिने हामी? नो, यहाँ डबल बन्ड क्लोरिनको कुरा होइन, यहाँ भनेको फर्मुलामा भएको यो CO मलाई छ नि जुन कार्बन कन्टेनिङ ग्रुप हुन्छ नि, कार्बन कन्टेनिङ ग्रुप त्यो त्यही साइडबाट हामी काउन्ट गर्ने। ठिक छ, के गर्ने भने हामी यो साइडबाट काउन्ट गर्दा 1 2 3 4 भयो। हामी के गर्ने फेरि 1 2 3 मा क्लोरिन हो, मिथाइल लेखिसक्यौँ, यसको 3 पोजिसनमा के हो क्लोरिन, देन क्लोरो, कार्बन कतिवटा हो 4वटा, देन ब्युटानोएट भयो। ल अरू यस्तै दिउँ एउटा CH2 CH, यहाँ Br, यहाँ Cl CH2 CH2 C डबल बन्ड O O C2H5 सेम प्रोसेस, ओसँग एट्याच भएको लेख्ने, त्यसपछि यो जस्तो छ नम्बरिङ पोजिसन सबै लेख्ने। यहाँ के गर्ने यो ओसँग भएको पहिले लेख्ने, यो के हो इथाइल हो, देन इथाइल। ठिक छ, अब यहाँ हामी यो साइडबाट नम्बरिङ गर्ने, देन के हुन्छ 1 2 3 4 5 भयो। अब यो इथाइल यहाँ त यो साइड काउन्ट, यताबाट काउन्ट गर्दाखेरि पहिले क्लोरिन आयो तब ब्रोमिन आयो होइन, पहिले के लेख्ने क्लोरिन? नो, यो रुल भनेको रुल हो आइपिएससी को, अल्फाबेटिकल जाने, पहिले ब्रोमिन लेख्ने 5 ब्रोमो त्यसपछि 4 क्लोरो। ठिक छ, त्यसरी लेख्ने इथाइल 5 ब्रोमो 4 क्लोरो। यसमा कतिवटा कार्बन हो? यसमा 5वटा, देन के लेख्ने पेन्टानोएट। ठिक छ, ल एउटा जस्ट अब एकदम इन्ट्रेस्टिङ लजिकल क्वेसन अहिलेसम्मको। ल CH3 CH डबल बन्ड CH CH2 CH2 COO C2H5 भयो। यसको गर्नु अब यसमा कहाँ छ CO, कहाँ छ O अट्याच भएको होइन, यो यस्तै हो, सेम यस्तै हो, यो सेम यस्तै हो, तर यहाँ के गरेको भने यो O मा यो एट्याच हो, बन्ड दिएको होइन, डाइरेक्ट लेखेको,
यो ओमा यो C2H5 एट्याच भएको छ यो ओमा। यो C भनेको यो C डबल बन्ड O हो, यसरी लेखेको हो। यसलाई यो O भनेको यो लेख्ने पहिले, अनि यसलाई हामी लङ्गेस्ट चेन मान्ने अनि नेमिङ गर्ने। ध्यान दिनुपर्ने कुरा के हो भने यो यस्तो क्वेसन छ भने यसमा यसलाई मनमने या फिर रफली गर्ने C डबल बन्ड O हो यो, बाँकीको यो C डबल बन्ड O अनि C2H5 यस्तो हो यो। डिफ्रेन्सिएट गर्ने नलेखेर पुरा त्यही रुल्स एप्लाई गर्ने पहिले जस्तै। O एट्याच भएको लेख्ने, त्यसपछि बाद बाँकीको लङ्गेस्ट चेन लेख्ने, यस्तै हो। सेम। अब यहाँ O लेख्ने, यो वाला लेख्ने, के हो त्यो? इथाइल हो, देन इथाइल। अनि यहाँबाट हामी के गर्ने? लङ्गेस्ट चेन यसलाई मानेर यसलाई नेमिङ गर्ने। 1 2 3 4 5 and 6। यहाँ इथाइल भयो, इथाइल हेक्स 4 मा के हो? यहाँ डबल बन्ड हो, 4 इन O8 इस्टर हो, देन O8। ठिक छ, यति भयो। अब एउटा अझै यो इस्टरको लास्ट क्वेसन, यो पनि इन्ट्रेस्टिङ नै हो, हेरौँ। CH3 CH C2H5 bond CH2 CH2 C डबल बन्ड O O अनि CH3 यति भयो। ल अब यहाँ ओसँग एट्याच भएको यो हो अल्काइल ग्रुप, हामी यो पहिले लेख्ने, ठिक छ। अनि हेर हामी यसको पछि अब लङ्गेस्ट चेन कुन हेर्ने? यो भयो 1 1 2 3 4 5, यो लङ्गेस्ट चेन भयो। यसमा 5 वटा भयो। अब यताबाट काउन्ट गरौँ। यसमा यहाँ 2 वटा भयो, 3 4 5 6, देन यो भयो लङ्गेस्ट चेन यसको, कि यो भयो? पक्कै यो भयो, यो वाला, यो वाला भएन, किनकि यसमा भयो, यसमा 5 वटा भयो, अनि यसमा दुईटा यो 3 4 5 सरी 2 3 4 5 6 भयो। देन सबभन्दा लङ्गेस्ट चेन भनेको यो हो, ठिक छ। ल अब हेरौँ। यो भएको पहिले यो लेख्ने, त्यसपछि हामी के गर्नु? लङ्गेस्ट चेन भनेको यो हो, ठिक छ। हामी यहाँबाट पहिले नम्बरिङ गर्ने, यो 1 2 3 4 and 5 6 यो C2H5 मा। अनि यो त एट्याच्ड हो नि त मिथाइल, यो भनेको तिम्रो एट्याच्ड हो, लाइक यो एट्याच भएको छ अल्काइल ग्रुप, त्यस्तै यो पनि एट्याच्ड हो। हामी यसमा यो भनेको एट्याच जस्तै लेख्ने हो। हामी यसलाई कसरी लेख्ने भने मिथाइल, यसमा 4 मा के हो? 4 मा फेरि मिथाइल हो, देन 4 मिथाइल, अनि यो यसमा कार्बन कतिवटा हो? 6 वटा। देन के लेख्ने हामी? हेक्स लेख्ने, देन हेक्सानोएट, ठिक छ। यहाँ डाइमिथाइल भएन, बिकज ओसँग लागेको मिथाइल त्यो इस्टरमा लागेको हो, त्यही भएर यो मिथाइल पहिले लेखिन्छ, बुझ्नुभयो? यो भनेको यहाँ डाइमिथाइल भएन किनकि ओसँग लागेको
यो O सँग लागेको मिथाइल त्यो इस्टर हो, ठिक छ। अनि त्यही भएर त्यो पहिले लेखिन्छ, यो पहिले लेख्यो। अब पहिले O सँग एट्याच भएको यो त लेखियो, अब बाँकीको लेख्ने, जे जसरी छ त्यसरी लेख्ने। तर लेख्ने भनेको एज अ रुल इस्टरमा पहिले O सँग एट्याच्ड भएको लेख्ने मिथाइल, ठिक छ। यसलाई म ल्याङ्ग्वेजमा लेख्दिन। एक कलर लेख्ने आज इन्ट्रेस्टिङ कलर। यहाँ डाइमिथाइल भएन बिकज O सँग लागेको मिथाइल त्यो इस्टरमा लागेको हो। त्यही भएर त्यो मिथाइल चाहिँ पहिले लेखिन्छ, सबभन्दा पहिले लेखिन्छ इस्टरमा। त्यति हो कुरा, ठिक छ। अब एउटा अझै हेर्ने एमाइडको। ल अब हामी एमाइडको पनि गरिहालौँ। एमाइड नोमेनक्लेचर। एमाइड नोमेनक्लेचर, ठिक छ। यसको जेनरल फर्मुला भनेको के हो भने CONH2, ठिक छ। यसले लेख्ने कसरी? देन HC डबल बन्ड O NH2, यसलाई हामी के लेख्छौँ? मिथानामाइड। के लेख्ने? मिथानामाइड। यसलाई फोर्मामाइड पनि भनिन्छ। फोर्मामाइड, याद राख्नुलाई यो नाम फोर्मामाइड। अब यो यसमा बुझ्ने भनेको यति हो। अब बस हामी क्वेसन गर्ने अनि बुझ्दै जाने। क्वेसनले अझै क्रिस्टल क्लियर गर्छ। 1 नम्बर CH3C डबल बन्ड O NH2, यसलाई कसरी लेख्ने? यसमा कार्बनको यो NH2 भनेको एमाइड हो, एमाइड NH2 लागेको भनेको एमाइड हो। अनि यो एमाइडमा यसमा यो कार्बन कन्टेनिङ यो कार्बन भनेको यो पनि काउन्ट गर्ने हामी। यो कार्बन कतिवटा हो? 2टा कार्बन हो। हामी के लेख्ने यसलाई? इथानामाइड। के लेख्ने? इथानामाइड, ठिक छ। यसलाई हामी एसिटामाइड पनि लेख्छौँ। एसिटामाइड यो भनेको कमन नेम हो। अब यसको अर्को क्वेसन हेरौँ। 2 नम्बर CH3 CH2 CONH2 भयो। यसलाई के लेख्ने हामी? हेर्नु यो C छ नि, यो C डबल बन्ड O NH2, यो त यसरी हो नि त यो। देन हामी यो C यसमा पनि काउन्ट गर्ने। यो C डबल बन्ड O NH2 हो हैन। अनि यो बाँकीको CH2 CH3। देन हामी यो चाहिँ यसमा चाहिँ नम्बरिङमा चाहिँ यसलाई पनि इन्क्लुड गर्ने, लङ चेनमै इन्क्लुड गर्ने। यो एट्याच्ड भएको एमाइड बुझ्ने। हामी यसलाई कसरी लेख्ने भने 3वटा कार्बन हो भने के लेख्ने? प्रोपानामाइड। के लेख्ने? प्रोपानामाइड, ठिक छ।
उम्, अर्को क्वेसन CH3 CH2 CH CONH2 CH2 CH2 CH3 भयो। अब हामी हेरौँ यसमा लङ्गेस्ट चेन कुन हो? यसमा लङ्गेस्ट चेन चाहिँ कुन हो? हामी मेन कुरा भनेको काउन्ट कहाँबाट गर्ने हो भने यहाँ चाहिँ फङ्सनल ग्रुप हो एमाइड कन्टेनिङ। त्यहाँदेखि हामी जहाँबाट यो फङ्सनल ग्रुप हुन्छ, फङ्सनल ग्रुप कार्बन कन्टेनिङ फङ्सनल ग्रुप हुन्छ, त्यही साइडबाट हामी काउन्ट गर्ने। जुन साइडबाट कार्बन कन्टेनिङ फङ्सनल ग्रुप हुन्छ हामी त्यही साइडबाट काउन्ट गर्ने। अनि लङ्गेस्ट चेन पनि त्यही साइडबाट हाम्रो लङ्गेस्ट चेन भनेको यो हो। ठिक छ? देन यसको नम्बरिङ गर्दाखेरि 1 2 3 4 5 भयो। लङ्गेस्ट चेन यो भयो भने बाहीँको त यो बिहेभ कस्तो गर्छ भने सब्स्टिट्युएन्ट जस्तै बिहेभ गर्छ। देन हामी के लेख्ने? यो 2 मा के टेस्ट छ? इथाइल। हामी के लेख्ने? फर्स्टमा 2 इथाइल कार्बन कतिवटा हो? 5 वटा। त्यहाँदेखि के लेख्ने? पेन्टानामाइड। ठिक छ? अब अर्को हेरौँ। यो कन्फ्युजन मान्छेहरू कसरी हुन्छ भने जस्ट लाइक CH3 CONH2 यस्तो छ। अब यसलाई यसरी लेखिदियो CH3 C डबल बन्ड O N H अनि H। ल भन्नुहोस् त यसमा र यसमा कुनै डिफरेन्स छ? छैन नि। CH3 CH3 CO CO NH2 NH2 भएन? हो यही हो। यो झुक्क्याउने भनेको यस्तै हो। अब बुकमा हेरेर या फिर कहीँ पढेर जानुभएको हुन्छ यस्तो CH3 CH2 घोकी पढ्नुहुन्छ अनि यो सेम इक्जाममा यसरी लेखिदियो भने ला अब यो कहाँ हेरेको थिएँ भनेर याद नै आइरहेको छैन त। तर वास्तवमा त यो यस्तोलाई नै यसरी लेखेको हो नि त। हामी बुझ्ने भनेको एज इक्जाम हलमा चाहिँ हामी जस्ट हेर्ने बित्तिकै यस्तो इमेज आउनु पर्यो। हेर्ने बित्तिकै यो CONH2 यस्तो हुन्छ या फिर यस्तो दिएछ भने यो भनेको ए हो भनेर बुझ्ने। त्यही हो। देन अब अर्को क्वेसन CH3 C डबल बन्ड O N CH3 H। हेर्नु यसमा यो मिथाइल ग्रुप एट्याच छ N सँग। यो NH2 त यो त एमाइडको हो नि त यो। अब N सँग यो अल्काइल ग्रुप पनि एट्याच छ। देन यो N सँग कुनै पनि अल्काइल ग्रुप एट्याच छ भने हामी त्यसलाई पहिला लेख्ने। यहाँ कसरी लेख्ने भने यो N को पहिले यो लेख्ने। कसरी लेख्ने भने N मिथाइल लेख्ने। त्यसपछि यसको पछि यसमा कतिवटा कार्बन हो? 2टा। के लेख्ने हामी? 2टाको लागि इथेन। अनि यो के को हो? एमाइडको। देन एमाइड इथानामाइड। देन के लेख्ने यहाँ? N मिथाइल इथानामाइड। ठिक छ? ल यहाँ एउटा चिज लेखिदिन्छु। के लेखिदिउँ? ल यो कलर लेखिदिउँ।
यहाँ if n सँग अल्काइल ग्रुप एट्याच छ भने अल्काइल ग्रुप CH3 बुझौँ न, याद हुन्छ, एट्याच छ भने त्यो सब्स्टिट्युएन्ट लाइक बिहेभ गर्छ। है त। अब अर्को क्वेसन हेरौँ। यसको CH3 C डबल बन्ड O NH C2H5 अब यो कसरी गर्ने? सेम त्यही हो यो पनि। हामी चाहिँ यो N सँग के अट्याच छ? यहाँ इथाइल। हामी अघि के थियो? यहाँ CH3 थियो, देन के लेख्थ्यौँ हामी? N मिथाइल। अहिले यहाँ N इथाइल एट्याच छ भने के लेख्ने? N इथाइल। ठिक छ? N पहिले यसलाई लेख्ने N इथाइल, त्यसपछि यसमा कतिवटा कार्बन हो? 2टा। के लेख्ने हामी यसमा? N इथाइल इथानामाइड। ठिक छ? अब यहाँ अर्को इन्ट्रेस्टिङ क्वेसन। यता त हामी अघिदेखि हेरिरहेछौँ एउटा अल्काइल ग्रुप छ। अब 2टा अल्काइल ग्रुप भयो भने के गर्ने? कसरी गर्ने? यहाँ CH3 C डबल बन्ड O N एउटामा CH3 एट्याच छ, अर्कोमा भनेको C2H5 इथाइल एट्याच छ। हामी के गर्ने? पुरा सबै एउटै हुन्छ। लाइक पहिले हामी N सँग एट्याच भएको लेख्ने, या फिर यो यता होस् फरक परेन। अब हामी यो दुवै लेख्ने पहिले। दुवैमा अल्काइल ग्रुप छ, दुवै लेख्ने। यो मिथाइल हो, यो इथाइल हो। पहिले अल्फाबेट एकर्डिङ पहिले E आयो कि पहिले M आयो? पहिले E आयो, त्यसपछि M। हामी पहिले के लेख्ने? पहिले इथाइल लेख्ने, त्यसपछि मिथाइल लेख्ने। ठिक छ? कसरी लेख्ने? ल N इथाइल अनि N मिथाइल, अनि यतातिर कतिवटा कार्बन हो भने 2टा, देन के लेख्ने? इथानामाइड। ठिक छ? अब फङ्सनल ग्रुप कन्टेनिङ एमाइड कसरी लेख्ने त्यो चाहिँ? ल कति नम्बर? 7 नम्बर। CH3 C डबल बन्ड O NH अनि Br। यसले कसरी लेख्ने? ल यहाँ पहिले N वाला लेख्ने, N सँग एट्याच भएको लेख्ने। अल्काइल ग्रुप होस्, सरी यहाँ H छ, अल्काइल ग्रुप होस् या फिर फङ्सनल ग्रुप होस्, हामी त्यसलाई लेख्ने N मा एट्याच भएको। त्यसपछि बादमा जो जे एट्याच छ लङ्गेस्ट चेनमा हामी त्यो लेख्ने। तर रुल चाहिँ सबैको लागि त्यही हुन्छ, जो नोमेनक्लेचरको लागि हुन्छ। अल्फाबेटिकल, नम्बरिङ, फङ्सनल ग्रुप, मल्टिपल बन्ड्सहरू त्यस्तै हुन्छ। त्यसमा के हो भने N सँग एट्याच भएको छ ब्रोमो, देन के लेख्ने? N ब्रोमो। यहाँ कार्बन कतिवटा छ? 2टा, देन के लेख्ने? इथानामाइड। ठिक छ? ल इफ यो यस्तो नदिएर यहाँ CH3 CO NH Br दिन्थ्यो भने, ल यहाँ लेखिदिन्छु। यसलाई यसरी नदिएर CH3
CO NH अनि BR हुन्थ्यो भने कसरी लेख्थ्यौं? कुरा एउटै हो, हामी बुझ्ने चाहिँ यसरी हो। यो भनेको यो लेख्ने भनेको हामी यसरी बुझ्ने हो अनि लेख्ने हो यसरी। कुरा त्यही हो, बस यसलाई बन्ड नोटेसन दिएको छैन, बाँकी कुरा चाहिँ त्यही हो। अब यो CO दिएछ भने हामी यो CO यसरी नबुझ्ने, बुझ्ने यसरी नै बुझ्ने। यहाँ लेख्ने के हामी N ब्रोमो इथानामाइड। ठिक छ, अर्को क्वेसन यिनले थाहा पाउन सक्नुहुन्छ। लाइक यो 8 नम्बर CH3 C डबल बन्ड O N CH3 CH3। अब यसलाई कसरी गर्ने? दुवैमा त मिथाइल मिथाइल छ, कसरी लेख्ने? यसमा पहिले अघि सेम एनमा एट्याच भएको पहिले जहाँ कुनै पनि एमाइडमा पहिले एनमा एट्याच भएको नै लेख्ने, अल्काइल ग्रुप लेख्ने। देन कुरा त्यही हो, अघिकै कुरा हो, एनसँग एट्याच भएको लेख्ने, यो दुवै छ त के लेख्ने? N, N डाइमिथाइल डाइमिथाइल अनि यतातिर कतिवटा कार्बन हो? दुईटा, के लेख्ने? इथानामाइड इथानामाइड। ठिक छ, इन्ट्रेस्टिङ लाग्यो? ल अर्को 9 नम्बर। 9 नम्बरमा के छ भने CH3 CON C2H5। यसको स्ट्रक्चर आफै बनाउनुहोस्। पाउज गर्नुहोस्, भिडियोलाई रोक्नुहोस् अनि पहिले स्ट्रक्चर बनाउनुहोस् अनि नोमेनक्लेचर गर्नुहोस्, IUPAC लेख्नुहोस्। तबसम्म म यहाँ गरिदिइरहेछु। यसलाई हामी कसरी लेख्न सक्छौँ भने CH3 C डबल बन्ड O N अनि जस्ताको त्यस्तै। यहाँ होल 2 भनेको मतलब यो दुईटा हो नि त। यहाँ के लेख्ने? C2H5 यहाँ पनि लेख्ने, C2H5 यहाँ पनि लेख्ने। इफ यसको सट्टामा CH3 अनि होल 2 दिएको हुन्थ्यो भने यहाँ चाहिँ CH3 हुन्थ्यो, यो नभएर, अनि यहाँ पनि यो नभएर CH3 नै हुन्थ्यो। यहाँ डाइमिथाइल लेख्यौँ, जस्तै यहाँ डाइइथाइल लेख्ने। ठिक छ, यसरी के लेख्ने हो भने यो लेख्ने, त्यसपछि यो लेख्ने। ठिक छ, ल N, N डाइइथाइल इथानामाइड किनकि दुईटा कार्बन हो, इथानामाइड। ठिक छ, ल अब एउटा फेरि झुक्क्याउने जस्तो क्वेसन, अलि इन्ट्रेस्टिङ नै छ, अलि झुक्न सक्नुहुन्छ तपाईँहरूले। म पनि झुके थिएँ, आएन, म गरेन, र अब चाहिँ आउँछ। यो HC डबल बन्ड O N H C2H5। ठिक छ, यसलाई के लेख्ने? यो N इथाइल हो, यहाँ कार्बन कतिवटा? एउटा, देन N इथाइल मिथानामाइड यति लेख्ने। हेर्नु न यहाँ एनबाट एट्याच भएको छ इथाइल, एनमा एट्याच भएको छ इथाइल अल्काइल ग्रुप यो, देन एन इथाइल, अनि बाँकीको यो साइड लेफ्ट साइडमा एउटा कार्बन हो, देन मिथानामाइड लेख्ने। ठिक छ, अब यसलाई अर्को तरिकाले कसरी लेख्ने? लाइक HC डबल बन्ड O N H अनि यसलाई CH2 अनि CH3 पनि त लेख्न सक्छौँ नि। यसलाई मैले यता ब्रेक गरिदिएँ, कुरा त्यही हो, बाँकीको यो सबै त्यही हो, H पनि त्यही हो, यो साइडको पनि त्यही हो, तर म C2H5 लाई ब्रेक गरेर CH2 CH3 लेखिदिएँ। अनि अर्को तरिकाले पनि हामी कसरी लेख्न सक्छौँ भने
यसलाई NC डबल बन्ड OH ठिक छ। हामी यति लेखिसक्यौँ। अब यो लेख्ने, यसलाई H यता CH2 अनि यता CH3। केही फरक छ यसमा? यसमा अनि यसमा केही फरक छैन। हामी यताको यता ब्रेक गरिदियौँ अनि यो एनमा एट्याच भएको राइट लेफ्ट गरिदियौँ, अरू केही छैन। ठिक छ। यसको नाम भनेको के हो? एन-इथाइल मिथानामाइड। ठिक छ। ल अब सकिन लाग्यो। बस दुईटा क्वेसन मात्र गरौँ अब। 11 नम्बर। CH3 C डबल बन्ड O N Br C2H5। अब यहाँ पहिले के लेख्ने? यहाँ त ब्रोमिन पनि छ, इथाइल पनि छ, दुवै एनमा नि एट्याच भएको छ। अनि म पहिले भनेको थिएँ कि पहिले अल्काइल ग्रुप लेख्ने, एनमा एट्याच भएको एनमा एट्याच भएको अल्काइल ग्रुप पहिले लेख्ने। यहाँ फङ्सन ग्रुप पनि रहेछ। यसमा हामी कुरा त्यही हो, तर अल्फाबेटिकलको कारणले लेख्ने यो अनि यो, अनि बाँकीको जस्ताको त्यस्तै एज अ नोमेनक्लेचर रुल। यसलाई कसरी लेख्ने? एन के भयो? एन ब्रोमो 2 एन ब्रोमो एन इथाइल इथानामाइड। इथानामाइड भयो। यहाँ चाहिँ ब्रोमिन छ, यो इथाइल छ। हामी पहिले ब्रोमिन लेख्ने, त्यसपछि इथाइल लेख्ने। अनि बाँकीको यो दुईटा कार्बन छ भने हामी के लेख्ने? इथानामाइड। एन ब्रोमो एन इथाइल इथानामाइड भयो। अब यो एउटा लास्ट क्वेसन। पिन काम गर्न छोडिसक्यो, किन होला? चार्ज पो कम भएछ। ल एउटा लास्ट क्वेसन जो सबभन्दा इम्पोर्टेन्ट छ, अलि ट्रिकी पनि छ, अलि लजिकल पनि छ। त्यो म नेक्स्ट लेक्चरमा एउटा लास्ट क्वेसन हो, त्यो एमाइडको म त्यो गराइदिन्छु। ल थ्याङ्क यू।